आज नास्तामा रहेको छ दुध पफ अनि भिजाएको चना फ्राई गरेको छु। अनि यो लुगा चाहिँ धुनलाई भिजाउने, बेडसिट सफा गर्ने अनि यो पुरै कपडा पनि पटाएर राख्नु छ। फाइनली सफा गरिसकेको छु र यो चाहिँ सिरानीको खोल मैले पोखरा किनेको भेलभेटको न्यानो न्यानो हैन, नरम नरम। अनि त्यस पछाडि तन्ना पनि अनि कपडा पनि पटाइसकेको छु सबै। किचन साइड पनि सबै सफा भइसक्यो, खाना पनि पाक्यो। अनि त्यसपछि नुहाए अनि नुहाइसकेर चाहिँ कपडा भिजाएको थिएँ धुएँ अनि मस्तको घाम लागेको छ। पारिलो एकछिन घाममा बसे र अलिकति मैले पकाएको थिएँ, अलिकति भान्जीले पकाउनु भयो। दुईजनाले चाहिँ अब खाना इन्जोय गर्दैछौँ। त्यस पछाडि रेडियो गएर आएर छतमा गयौँ हामी दुईजना। पहिला चाहिँ हामीले अमिलो रुममै साधेको होइन, रुममै साधेम, खानको लागि चाहिँ घाममा गएको कि। अनि त्यस पछाडि हेरिसक्नुभयो हाम्रो साध्ने तरिका अनि मिठो भएको थियो। अनि घाममा गएर बसेर खायो भने चाहिँ मजा आउँछ भनेर घाममा बसेर खायो होइन। यो भिडियो फेरि अलिकति पुरानो 4-5 दिन अगाडिको हो र चरा कस्तो मजाले नुहाइरहेको। बुढो चाहिँ कामको सिलसिलामा इन्डिया जानुभएको छ, अब फर्कने दिन हुँदैछ। त्यसैले मेरो लागि चाहिँ अब सपिङ गरिदिँदै हुनुहुन्छ, लुगाहरू देखाउँदै हुनुहुन्छ, के ल्याइदिनुहुन्छ तपाईँलाई देखाउनेछु। त्यसपछि बेलुका चाहिँ म एक्लै छु, भान्जी पनि हुनुहुन्न। अनि त्यस पछाडि घिउ राखेर माम, ब्रोकाउलीको तरकारी होइन, अनि दुध पिएर होइन न्युज पढ्न गएँ। अनि न्युज पढेर आएर नुनु गरेँ।